गॉड बाबु म त खासमा तपाईको नाम र ठेगाना एज केही नसोधिकन सिधै त्यो सौभाग्यशालीको सेकेन्ड रिपिट कस्तो फेरि सुन्न मन लाग्यो। एउटा लाइन मात्रै सुन्छु, त्यसपछि हामी नाम एज ठाउँ सबै सोध्छौँ। तपाईको नाम भन्नुस् न त। ए नाम भन्नु ल। नाम भन्नुस्। स्मयन बजगाई। स्मयनको मिनिङ? थाहा छ नाम? स्मयन संस्कृत नेम हो, यसको मिनिङ चाहिँ हाँस्नु, स्माइलिङ। ओ माय गॉड। कहाँबाट आउनु भएको तपाईँ? बिर्तामोड झापा। त्यो एउटा त्यो एकचोटि मिलनान भन्ने ठाउँमा एकचोटि त्यो प्रदीप एकचोटि अन्तराको मात्रै वेट साइड वेट गर्दा गर्दा होला त्यो भोकल अलिकति फर्म अलिकति त सुकेको सुकेको जस्तो छ, तै पनि यस्तो मिठो यति गाह्रो गीतलाई क्या मजाले गाइदिनु भयो क्या। सौभाग्यशाली औठे तिम्रो त्यो हातको यो भयो क्या दादा। के अरे मुहार तिम्रो चन्द्रमा वाह दा वाउ ठ्याक्कै त्यही गर्नुभयो क्या तपाईँले। वेट कति उचाल्ने, गलालाई कतिको वेट दिने, यत्रो सानो बच्चा भएर पनि यो टाइपको कम्पोजिसन। र अब मैले सोध्न चाहेँ कसले लेखेको, कसले गाएको, कसले सङ्गीत भरेको, त्यो चाहिँ भनिदिनु पर्छ यो मलाई। गीत गुलाम अली सरले गाउनु भएको र यो गीतको कम्पोजर चाहिँ दीपक जङ्गम हो र लिरिसिस्ट चाहिँ महेन्द्र वीर विक्रम शाह। पेन नेम मतलब पोइट नेम चाहिँ उहाँको मबिबी शाह हो है। स्मयङ होइन, यता छु है। तपाईँ अघिदेखि उतै मात्रै हेरिराख्नु भइरहेछ, मलाई थाहा छ। कस्तो मिठो स्माइल हो तपाईँको, नाम जस्तो त्यस्तै मान्छे पनि है। अनि एउटा कुरा भन्न चाहन्छु, तपाईँ टिम सत्यकोमा चाहिँ हजुरले जस्तै गाउने थुप्रै गइसक्नु भएको छ है। त्यहाँ सबै तपाईँ जस्तै हुनुहुन्छ। सो मेरोमा आउनुभयो भने तपाईँलाई घाटा लाग्दैन, फाइदा मात्रै हुन्छ। तपाईँहरू कुरा गर्दै गर्नुभएको थियो, अनि बाबुले चाहिँ मलाई कथेर हेर्छन् भने म अघिदेखि हेरिरहेको छु। आँखा जुत्दैन, तर त्यो आँखा नजुत्नुको कारण एउटा मात्र छ, सायद हाम्रो मन चाहिँ मिल्छ है बाबु। हो मिल्यो के, मलाई थाहा पाइसकेको थिएँ, मिल्यो, ठ्याक्कै मिल्छ। आई वान्ट यु मैले भर्खर लेखेको यो है। हाम्रो प्यारो स्मयनको स्वच्छ सुन्दर मनले छानिदिए मलाई चाहिन्न अरू केही। कवियत्रीजीको लागि, मेलिना कवियत्रीजीको लागि थ्याङ्क यू भेरी जे भने पनि जसो भने पनि अब चाहिँ बाबुलाई मैले घर लाने बेला भयो। एकदम याद गर्नु है मैले स्वागत गरेँ बाबु।